घुम्न जान पनि कहाँ सजिलो हुन्छ र। हेलो दर्शन, नमस्ते। घर देशमा अनि परदेशमा हुने सबैलाई सन्चै आरामै हुनुहुन्छ। अब घुम्न जाने भएपछि बिहानै उठेर खाना पकाएर सबै काम सकेर अब बल्ल फुलहरूको मौसमको आनन्द लिन बाहिर निक्लेको छु। हेरौँ आजको दिन कस्तो हुन्छ। साथीहरू भने राम्रो राम्रो कपडा चिटिक्क लगाएर बस स्टेसनमा पहिल्यै आएर बस कुरिरहनु भएको रहेछ। हामी यहाँबाट थेज साङ्ते खोङवान जानेछौँ। त्यसका लागि हादान्याकसम्म एउटा बसमा चढ्नेछौँ भने हादान्याकमा पुगिसकेछु। त्यहाँबाट अर्को बसमा चढेर थेज साङ्ते खोङवानसम्म पुग्नेछौँ। बस कतापट्टिबाट लाग्छ भन्ने कुरो बलाउन गाह्रो भयो हामीलाई। केही बेर अल्मलिएसँगै यतापट्टि चाहिँ होइन अर्को साइडतिर रहेछ भन्ने थाहा भयो र हामी छिटो त्यो साइडतिर लाग्यौँ र फाइनली हामीले बस भेट्टाउन सफल भयौँ। प्रतीक्षापछि हामी बस चढ्यौँ र त्यहाँबाट हामीले हाम्रो गन्तव्यतर्फ प्रस्थान गर्यौँ। बसको यात्रापछि हामी हाम्रो गन्तव्यमा पुगिसकेका छौँ। भिडभाड जे होस् बढिसकेको रहेछ। अब कस्तो हुन्छ हेरौँ। मेरो बाइक दादाको बाइक जस्तै गरेर बस है ल है। लोकेसनमा आइसकेका छौँ। आइसकेका छौँ। निर्वाह सामूहिक लगभग 1 लाख त आयो होला नि दाइ है। कता जाने हो जानु चाहिँ? हाम्रो टोलीहरू हामीहरू यतै छौँ।
आजको भिडियोबाट हामीले सिक्नुपर्ने धेरै कुरा छ ल। अब तोरीबारीमा पनि यस्तो व्यवस्थापन गर्न सक्यो भने चाहिँ टुरिज्म चाहिँ फस्टाउँदो रहेछ भन्ने कुरो उदाहरणका रूपमा चाहिँ आज दिन सकिन्छ है। ल हेर्नुहोस् तोरीबारीमा यो भिड हेर्नुहोस् है, भिड तोरीबारीमा यो भिड हेर्नुहोस् ल, तोरीबारी हेर्नलाई। ल हेर्नलाई पनि यस्तो तोरीबारी त बसाउँदै छन् नि है। अब यो तोरीबारीलाई चाहिँ व्यवस्थापन गरेर यस्तै घुम्ने कमाउने क्षेत्र विकास गर्न सक्यो भने धेरै नै लाभ लिन सक्छ जस्तो लाग्छ है। ल हेर्नुहोस् न, यहाँ हेर्नुपर्ने के नै छ अरे तोरीबारी त हो नि। हेलो दर्शक नमस्ते सबैजनालाई। हामी तोरीबारीमा फोटो खिच्ने कार्यक्रम गरिराखेका छौँ। ल उतातिर एकजना टोली यतातिर फोटो खिच्दै हुनुहुन्छ, हाम्रो बाँकी टोली यतातिर फोटो खिच्दै, केही हाम्रो साथीहरू यतातिर फोटो खिच्दै हुनुहुन्छ। म चाहिँ यहाँ बसेर डाक्क बरबराउने काम गरिराखेको छु। होस् राम्रो छ तोरीबारी। ल हेर्नुहोस् त कति राम्रो छ यो तोरीबारी। ल हेर्नुहोस् त यो तोरीबारी कति राम्रो हो त यो तोरीबारी। बाबा हो, अब हामीले पनि नेपालमा पनि यस्तै तोरीबारी चाट्ट तोरी रोपेर टुरिज्म एरियालाई जस प्रबन्धन गर्न चाहिँ सकिन्छ है गाइस। ल हेर्नु न कति राम्रो है। हाम्रा तराईका फाँटहरूमा च्याट्ट यस्तै राम्रो तोरीहरू रोपेर सिजनमा फोटो सेसन कार्यक्रम गर्न चाहिँ सकिन्छ है। हाम्रो एकजना लाउरे आइसकेका छन्। अब डुल्नुपर्छ, घुम्नुपर्छ। अब हामी अर्को खोङवनतिर जाने तर्खरमा छौँ। साकुरा हेर्न जाउँ। ल जाउँ साकुरा हेर्न जाउँ। दाइ फेरि भन्नु त के अरे अब होइन यता जाउँ भन्न। हेलो साथीहरू नमस्ते। घर देश अनि परदेश कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है त। ल टोपी कस्तो छ
कमेन्ट गर्नु होला। हस् त, धन्यवाद। भिडभाडमा प्रवेश गरिसकेका छौँ। ए कुपन काटेर खेला न। ए ल खेल्नु छ दाइ, दाइ खेल्नु ल। हाम्रो दाइ यहाँ गेम खेल्ने प्रयास गर्दै हुनुहुन्छ। प्राइज पाउँछ यहाँ। हाम्रो गेम खेल्न लाउनु भएको दाइ मस्ती रहेछ। खेल्ने हो नि दाइ होइन? तपाईँ खेल्ने हो नि? ल ठिक छ ल। केटीको लागि रहेछ है गाइस। हाम्रो दाइले खेल्ने मन गर्दै हुनुहुन्थ्यो। हाम्रो ठुलो हो कि हाम्रो यो दाइले खेल्ने मन गर्दै हुनुहुन्थ्यो। हाम्रो उता हो हाम्रो दाइले चाहिँ खेल्न पाउनु भएन। ठिक छ, अगाडि बढौँ। हाम्रो कहाँ यहाँ हुन्छ होइन? के हो यहाँ, के व्यापार छ यहाँ?
जान परम्परागत पुरानो बजारमा जाने तर्फमा सिमे जाउँ यहाँबाट चढेको जिम गर्नेको दुख्छ नि यार होइन रेस्ट छैन हामी पो रेस्ट गरे सुतेको सुतै कुरो त्यो हो नि ल देऊ नि त्यो अझै ए हाम्रो आइरहेको रहेछ के अरे यार नि त्यहाँ त गीत गाउन गाउँ भने ल हामी खिम्मे सिजाङ जाने तर्खरमा छौँ है बाटोमा हामी चाहिँ तिमी गएर अब हामी खाने प्रोसेस पहिलो प्राथमिकता जेरी कि सागसब्जी किन्ने हो जेरी 2-4 थप दिनु मन लाग्यो ल दिनु ल मलाई यो के अरे अब हामी चाहिँ हजुर लिटिल इन्डियामा जान्छौँ पहिलो प्राथमिकता यहाँ गएर चाहिँ हामीले जुलेबी खान्छौँ जेरी भनिन्छ नेपालीमा है जेरी खान्छौँ त्यसपछि गएर चाउमिन खान्छौँ अनि चाहिँ चाउमिन खाएर मोमो पनि फ्राई मोमो सी मोमोहरू बाँडी खान्छौँ बनाएर पैसा आएन क्या आइरहेछ आउँछ मजाले आउँछ अहिले चाहिँ हामी किमी गइसकेपछि हाम्रो दिपक भाइको लागि एउटा सिम पनि किन्छौँ त्यसपछि हामीले गर्नुपर्ने यहाँ कपडाहरू किन्छौँ जस्तै यो टोपी भयो यो टोपी फेरि अर्को पनि किन्न सक्यो यहाँदेखि यता यहाँ छ यस्तो टोपी हामीले किन्छौँ